त्यही त रेडी भयो अब निस्किँदा हुन्छ होला भन्नुभएको थियो अनि त्यही भएर फोन गरेँ है त ल ए त्यही त उबरमै ठिक हुन्छ त्यही त हुन्छ हस् ल है त महिना दिनको छलफल काम बाँडफाँड गरी अन्त्यमा हाम्रो लिस्बन घुमघामको समय अनि दिन तय भयो अनि सुरु भयो हाम्रो यात्रा। हामी चाहिँ अब लिस्बनतिर फ्यामिली ट्रिप रमझम हाँस्ने गाउने नाच्ने घुम्ने रेडी है न रेडी अब रेडी चट्टसाले Quarteira to Ceterios लिस्बन कलिङ लिस्बन चाहिँ पोर्चुगलको के हो लिस्बन क्यापिटल सिटी हो आर यु स्योर आबा क्वार्टेराबाट लिस्बन पुग्न लगभग बसमा या ट्रेनमा तपाईलाई 3 घण्टा 30 मिनेटदेखि लिएर 4 घण्टा वरिपरि लाग्न सक्छ। हामी लिस्बन पुगिसक्दा झमक्कै रात परिसकेको थियो। र अब बेलुकाको खाना खाएर बरु भोलि बिहानको लागि ऊर्जा बचाउनतिर हामी लाग्यौं। भोलिपल्ट बिहानै घरमै सबै खाजाहरू खाएर हामी लाग्यौं हाम्रो आजको पहिलो गन्तव्य बम्बरालतिर। क्याम्पो ग्रान्डेबाट बम्बरालको लागि बसमा हामीलाई लगभग 1.5 घण्टा लाग्यो। ल आज हामी सेकेन्ड डे लिस्बन घुमघाम कहाँ छ बम्बे कि बम्बेराल एउटा हाँस्ने एकदम रमाइलो चाहिँ हाम्रो सँगै आएको है बहिनीहरू दुईजना त बसमा सुतेकै झन्डै अर्को ठाउँमा पुगेर जस रमाइलो। अब हामी यहाँबाट बुद्ध पार्कको लागि अर्को ट्याक्सीमा जाँदैछौँ बुद्ध पार्क घुम्नलाई पानी नपरोस् सबैभन्दा। अब हाम्रो यो के भन्छ इडेन गार्डनतिर हुँदैछ हाम्रो प्रस्थान। हेरौँ अब कतिको त्यहाँ हाम्रो के भन्छ यसलाई हामीले इन्जोय गर्नेछ। गएर अलिकति रमाइलो गर्नुपर्छ अझै यहाँसम्म त रमाइलो भयो अझै रमाइलो गर्नु बाँकी नै छ हाम्रो। ल दाइ अनि खोइ त टिकटक आएन नि त दाइ तपाईँको टिकटक अब What are you doing, Elvis? He's role playing with this. What is that? It's Stranger Things from Netflix. Wow, what is that? Look like flower. Huh? No, it's the. I forgot the name. Demon Gorgon. How do you check a out demon Gorgon. How? I don't know.
and it's gonna eat you. It's good. It's I'm beautiful. not that guy. No, That's it's Look like gonna, flower. but it's gonna How eat you beautiful. because it's a demon. बम्बरेलबाट हामी ट्याक्सीमा लगभग 10-15 मिनटमा बुद्ध एडन गार्डन पुग्न सक्छौँ। के हो यो? Stripe अब अमिलो र गुलियो जस्तो खाला हो के हो यसको नाम? Rainbow Star Stripe. Orange chocolate. कस्तो छ यो बिगन? Yummy. मिठो छ? यो बगैँचा बुद्धको मूर्तिहरूले सुसज्जित अत्यन्त सुन्दर शान्त छ। गर्मी याममा यहाँ आएर समय व्यतीत गर्दा पक्का पनि सबैले मनमा शान्ति अनि सुख महसुस गर्न सक्छ। टिकटकको त बनाउनु पर्थ्यो। यहाँ पाइने हरेक पुस्तकमा बुद्धिज्मको उत्पत्ति चाहिँ इन्डियामा भएको हो भन्ने भ्रामक सूचना फैलाएको हामीले भेटायौँ। अहिले चाहिँ फर्स्ट भइदिएको? Let's go. बम्बरेलबाट हामी क्याम्पो ग्रान्डे फर्कियौँ र लाग्यौँ आल्मादा पार्कतिर। त्यसको लागि लगभग 15 देखि 20 मिनट लाग्यो। र हामी आइपुग्यौँ जिजस क्राइस्टको मूर्ति भएको आल्मादा पार्कमा, जहाँबाट हेर्दा पारिपट्टि लिस्बन एकदमै सुन्दर देखिन्छ।
के पाक्दैछ अब होइन यो हाम्रो भेज मोमो ए ओ भेज मोमो है भेज मोमो तपाईँको लागि हो उता जानलाई कति मिनट लाग्छ? for 1 hour something. Fatima Kali. O meu Santa Maria. लिस्बनबाट लगभग 1 घन्टा वरिपरिको समयमा हामी पुग्यौँ फातिमा। फातिमामा थियौँ। एकदम होली प्लेस क्रिस्चियन धर्महरूको लागि चाहिँ अनि एकदम मन पनि आनन्द शान्ति भयो भित्र चर्चभित्र जाँदाखेरि। आज एकदमै स्पेसल डे परेको रहेछ सन्डे, सबैले आज प्रेको दिन गर्ने प्रे दिन, धेरै क्राउडेड पनि थियो, रमाइलो भयो। अब हामी यहाँबाट ओरेन्टे एक्वेरियम जाँदैछौँ। बच्चाहरूले एकदम इन्जोय गर्यो, एकदम रमाइलो भयो। थ्याङ्क यू फर वाचिङ। फातिमाबाट हामी लाग्यौँ ओरेन्टेतिर। ओरेन्टेमा एकछिन मोमो चाउमिन खाएपछि हामी लाग्यौँ एक्वेरियमतिर। यस्तै हेरेर त होला त्यसले एभाटार बनायो। ठ्याक्कै त्यो प्लान्ट जस्तै हो। White rice to corn mixer खाइन्छ नि खान्छ।
लिस्बनको सेत्रियोस भन्ने ठाउँमा अवस्थित यो जू ठुलो पनि छ। यहाँ विभिन्न थरीको चराचुरुङ्गीदेखि लिएर जनावरहरूले हामीले यहाँ देख्न सक्छौँ। बच्चा लिएर हिँडेको खेलाउने रमाइलो गर्ने हो नि भाइहरू त अनि धेरै थाक्नु पर्यो। अब थाक्यो, धेरै घुम्यो, 4 दिन भयो घुमेको। अब ब्याक टु होम, ब्याक टु वर्क। अब सबै कुराबाट चाहिँ छुटकारा पाइँदैछ। अब लाग्ने हो। रमाइलो भयो, रमाइलो, धेरै रमाइलो भयो। घुम्यो, धेरै ठाउँ घुम्यो, बच्चाहरूलाई रमाइलो भयो। माछादेखि लिएर चरादेखि लिएर हात्ती घोडा सबै हेऱ्यो। खानु पनि भक्कु खाइयो, कमाइयो, रमाइयो। अब घुमफिर गरियो, लाग्यो। अब आफ्नो गुण सम्हाल्न लाग्ने, अब गुण सम्हाल्नु। अब कर्मभूमितिर हिँड्छ। अब गुण सम्हाल्न, अब कर्मभूमितिर। के भनिदिनु हुन्छ लास्टमा? जस 4 दिनको होलिडे बच्चाहरूलाई रमाइलो भयो। लिस्बनको सबै घुम्यो, एकदमै थकिलो भयो सबैजना बच्चाहरू पनि। भोलिदेखि ब्याक टु स्कुल, ब्याक टु वर्क सबैजनाको। यो वर्षलाई रमाइलो भयो। फेरि अर्को वर्ष यस्तै भ्लग बनाउनु बज्यो। अब हामी ब्याक टु कतिर जाँदैछौँ। अनि जाडोमा झन् कुल भयो भने त झन् चिसो हुन्न त।